सबैजनालाई आउने होइन त युथ कन्फरेन्समा 2025 हाम्रो यही कार्तिकको 4 गतेदेखि 6 गतेसम्म हुन गइरहेको मधुवन नगरपालिका तारातालमा मर्स्याङ्गी म्यारिज हलमा सबैजनालाई स्वागत छ। हामी पनि जानेछौँ। साथीहरू हामी चाहिँ फाइनली बासमती बजार पुगिसक्यौँ। अब चाहिँ हामीलाई ताराताल पुग्न चाहिँ लगभग 1-1.5 घन्टा लाग्न सक्छ। हामी चाहिँ बाटोमा भेट्दै गर्छौँ ल, यताउता कस्तो छ यो हाम्रो सहर ठाउँ हुन्छ नि सबै देखाउँदै गर्छौँ। तपाईँहरू साथमा बन्नु होला। अनि हामी जाने चाहिँ हेर्नु बहिनी आन्टी चिन्नु भएको छ मलाई त भन्नुपर्छ अहिले मामा अनि अब उता साथीहरू रहन्। अनि यता अगाडि यता बसेछन् खुच्ची त्यही हो। धेरै हुनुपर्छ भन्नु छैन कि थोरैमा नै हुन्छ एकदमै। धेरै महिनाको लागि चल्लाको हो कि धेरै लगेर अनि त्यो यताउता होइन कि हामी परमेश्वरको महिमाको लागि थोरै भए पनि धेरै भए पनि हामी जाँदैछौँ। अनि हामीले त्यहाँ के गर्छौँ त्यो कुरा पनि हामी तयारी हामी चाहिँ 3 दिनसम्म त्यहाँ हुनेछ। हामी 3 दिनकै कुरा छ तपाईँहरूलाई देखाउनेछौँ। त्यहाँको कस्तो छ ठाउँ, व्यवस्था कस्तो छ, त्यहाँको खाइपी कस्तो छ, त्यो सब हामी तपाईँको साथमा मतलब देखाउनेछौँ। ल अहिलेको लागि चाहिँ बाई। ल है हामी चाहिँ अब फाइनली बासुडीबाट हिँडिसकेको महिनाको लागि। अनि हामी चाहिँ लाएर सुवानहरूलाई हाम्रो यो बासुडीको बजार यस्तो रहेको छ भने कसरी देखाउँ म तपाईँहरूलाई, कसरी देखाउँ। 3वटा यो सानो तलाउ रहेको छ यस्तो। तपाईँहरू आउनुहोस्, तपाईँहरू यो बजारबाट घर जाने मान्नुहुन्न होला। हामी जाँदै गर्दा अचानक यहाँ हाम्रो अटो शैतानले काम गरेको हामीलाई झन् ढिलो भइरहेको बेलामा झन् यस्तो शैतानले बाधाहरू ल्याउँछु भनेको यही हो क्या। तर हामी के छ हामी त दौड्दै पनि जान सक्छौँ यस्तरी। तर शैतानको त बाधा साधा तोडेर हिँडिदिने हो फेरि हामी त। त्यही भएर यसुको प्रेमले दौडेको पुस्ता रोकिने छैनौँ हामी। अटो बिग्रे पनि कोहीले के गर्दैन, दौडेर जान्छौँ हामी। नाइस मामा। शैतानको बाधाहरूले हाम्रो रोकिरहेको थियो तर हामीले त्यो बाधालाई तोडेर फोडेर हाम्रो बनिसक्यो। हाम्रो अटो अलि हाम्रो अटो चलिसकेको छ। त्यही पनि सक्दैन मैले। जङ्गल आउँछ त्यसलाई त मोतीपुर जङ्गल जङ्गलमा चाहिँ बहुत एक्सिडेन्ट हुन्छ। तर पनि म तपाईँलाई मस्तले देखाउने कोसिस गर्दैछु। तर म आफूलाई देखाउन सक्दैन, पछाडिको ब्याकग्राउन्ड चाहिँ देखाउँछु। के भने हामी चाहिँ अब मोतीपुरको जङ्गलमा आएका छौँ। जङ्गल हामी हेर्नेछौँ। त्यहाँनिर तपाईँले हेर्न सक्नुहुन्छ। Let's go to see. अहिले लागि चाहिँ साथीहरू हामी चाहिँ फाइनल्ली मैना पोखर चाहिँ आइसक्यौँ। मैना पोखर गाडी चेन्ज लाली बजार भयो। लाली बजारको गाडी अब समात्नुपर्छ। अनि त्यही भएर अब हामी झर्दैछौँ हाम्रो उयो के अरे हाम्रो यो कारबाट। हामी कारबाट झरिसकेका छौँ। मामा हजुर के भन्नु छ? खुसी लाग्छ। आधा बाटो त पुग्यौँ भनौँ। अब यहाँ चाहिँ डाइरेक्ट लाली बजारको लागि हामी गाडी पक्रिनेछौँ। ल त्यो गाडीहरू चाहिँ भेट्नेछौँ है। ल हामी चाहिँ मैना पोखरदेखि कहाँको गाडी यो लाली बजारको गाडीमा चढिसकेका छौँ है। म यता छु, मेरो मामाहरू यता हुनुहुन्छ अनि हाम्रो आन्टीहरू सब अगाडि बस्नुहुन्छ। माइजो जाउँ न त, ठेका मार्न गएर ल। अब चाहिँ हामी के गाडी के भिडियो बनाउनु होइन, त्यही भएर अब हामी चाहिँ सरी ल लाली बजारतिर गएर भेटौँ।
हामी बाँसगढीबाट सिधै लाली बजार जान्छ भनेर गाडीमा आएको होइन हामीले यहाँ बस पार्कमा लिएर रोकिदियो बिचरा यहाँ आमाको लडाइँ हुन लाग्यो लडाइँ भएको अनि म अनि लाली बजारसम्म भनेर अनि यहाँ बस पार्कमा रोकिदिनु त गल्ती कसो भन्नु त आफूले गल्ती को हो गल्ती यिनीहरूको हो भनेपछि चाहिँ कमेन्ट गर्नु ल के भन्छन् चितिया भन्छन् पट्याङ हान्नुपर्छ तिमीले चितिया मान्छे मैना मतलब लाली बजार भनेर अनि बस पार्कमा रोकेर हुन्छ जिन्दगीमा रिस उठ्दैन मान्छेलाई बिचरा त्यहाँ हेर्नु हजुरआमा धेरै चिट लागिरहेको छ मलाई के भन्नु ल म माथि चढ्छु ल म माथि चढ्छु आएर भेट्छु हामी लाली बजार पुग्यो लाली बजार पुगेर सबैले भोक लाग्यो भने हेर्नु त मोमोसम्म खाँदैछौँ नास्ता पानी हुँदैछ अब एकचोटि खाएर देखाउँछु ल यसलाई चाहिँ यस्तो खान्छौँ कि यस्तो गर्छौँ सो नाइस ल हामीले फाइनली यो हामी चाहिँ यो मर्साङ घरमा पुगिसक्यौँ तर के गर्नु यस्तो बाटो छ कि आन्ध्राभुरी सान्द्राभुरी सब कर्लाको हलिरहेको मोमो खाएको थियो देखाएको थियो हजुरहरूलाई तिमीलाई गयो म बाटो मान्छे गाडीमा बाटो यस्तो गर्ने मान्छेहरू बसमा आछन् कारमा आछन् हेलिकप्टरमा आछन् हामीले भने खतरा मान्छे हो कि यो गर्नु त एकदम रमाइलो भयो अब चाहिँ धेरै छैन 2 मिनट लाग्छ अब हामी चाहिँ फाइनल पुगिसक्यौँ अनि अब झरेकै म त यो चाहिँ हाम्रो चर्चमा ब्याक क्यामेरा देखाउँछ यो चाहिँ हाम्रो आन्टी हाम्रो यो चाहिँ हाम्रो यो फ्यामिली है हाम्रो बेथलेम चर्चको फ्यामिली हाम्रो चाहिँ ड्राइभर चाहिँ अटो ड्राइभर कारको ड्राइभर है बहिनीहरू चल्छन् यो चाहिँ हाम्रो अरू बाहिरको मण्डलीका हुन् है यता अर्को मण्डलीको आयो यो चाहिँ हाम्रो सङ्गति हुने चर्च यो चाहिँ म्यारिज हल है तर हाम्रो सङ्गति चाहिँ यहीँ हुने गर्दछ जहिले पनि अनि भित्रको चाहिँ राम्रो छ भित्रको पछि चाहिँ देखाउँ ल अहिले चाहिँ हामी सामानहरू उतार्छौँ ल फाइनली साथीहरू हामी चाहिँ हाम्रो अड्डा मतलब म्यारिज हल जहाँ हाम्रो सङ्गति हुँदैछ त्यहाँ हामी पुगिसकेका छौँ एक्चुअली चलाउनुलाई देखाउनुहोस् न तर अब भित्र आउँदाखेरि चाहिँ म देखाउन पाएन किनकि मान्छे हुले गर्दा है तर अहिले चाहिँ मान्छे यति रहेका छन् हेर्नुहोस् अहिले मान्छे बाहिरसम्म आउँदै हुनुहुन्छ मान्छे धेरै हुनुहुन्छ एकदमै फाइदा भनिन्छ भन्ने हामीलाई आशा छ सबै हुन्छ अहिले रमाइलो हुनेछ योचोटि सबैजनाले हेरेर साथ दिनु होला र के छ अरे हाम्रो हाजिर कतिवटा के हजुर चर्च छ त्यसमा चाहिँ हाम्रो चर्च नम्बर 1 प्रथम हुने गरी हामी तयारी गरिरहेका छौँ अब हेरौँ जे पनि हुनसक्छ प्रथम भयो भने चाहिँ हजुरको माग गर्नु हामी तपाईँदेखि भन्यौँ हामी त्यो तपाईँको घरमा गिफ्ट पठाउनेछौँ केही समयमै हाम्रो अब आजको सुरु हुने 3 दिनको सङ्गति आजबाट सुरु हुन गइरहेको छ बाहिर दर्ताहरू भइरहेका छन् विभिन्न चर्चका जवानहरू आउँदै हुनुहुन्छ कतै आएर बसिसक्नु भएको छ त्यसै गरी तपाईँहरू पनि कुन ठाउँमा भनौँ न सङ्गति गर्दै हुनुहुन्छ भनेर कुन ठाउँमा सङ्गति गर्दै हुनुहुन्छ कमेन्ट गरिदिनु होला हाम्रो चाहिँ यो ताराताल रहेको छ है अनि यो भिडियो कहाँ पुग्यो त्यो पनि भनिदिनु होला कमेन्टमा होइन कहाँबाट हजुरहरूले हेर्दै हुनुहुन्छ कुन ठाउँबाट ठाउँको नाममा चट्ट लगाएर मिठो तरिकाले लेख्नु कमेन्ट भन्नु होला हामी त्यसरी अनुरोध गर्छौँ हजुर अब चाहिँ हामी पछि सुरु भएपछि भेट्नेछौँ सबैभन्दा पहिला परमेश्वरसँग हामी प्रार्थना गरेर चाहिँ हामी अगाडि बढाउनेछौँ त्योभन्दा अगाडि म हाम्रो प्रार्थनाको लागि हाम्रो बर्दिया पास्टर अगुवा सङ्गतिका अध्यक्ष कर्ण ज्यूलाई म अगाडि बढाएर आजको सुरुको प्रार्थना गर्नुको निम्ति म आग्रह गर्न चाहे ल यो चाहिँ हाम्रो साँझको खाना हाम्रो भइसकेको छ अनि हाम्रो उता
आन्टीहरू चाहिँ अब उतातिर हुनुहुन्छ हामी देखाउँछौँ है यस्तै त्यहाँदेखि यहाँ खानको लागि चाहिँ लाइन लाग्नुपर्छ है गाइजहरू अनि यस्तो हुनुपर्छ हेर्नु त घाँटीमा यो भएन भने चाहिँ खाना खाना त यहाँ बस्न पनि मिल्दैन यस्तो छ नियम यो लाइनमा हेर्न सक्नुहुन्छ तपाईँहरू लाइनमा चामल भात मासु सासु यहाँ सब मिल्छ यहाँ अनि हाम्रो यो एकदमै ठाउँ एकदमै छ कि हेलो सब हुन्छ लास्टमा अनि हेर्नुहोस् यो हाम्रो एकदमै चर्चित ठाउँ अनि हाम्रो आन्टीले तान्छ यी ओ माई गड नाइस ओ माई गड आन्टी के खानुहुन्छ यस्तो तपाईँले के यो बिच पसिना आएको छ दोस्तलाई त ओ माई गड लास्टै मासु भात कस्तो लाग्यो ए ल भन्दै गरौँ ल ल भोलि पर्सितिर भन्दै गरौँ ल आन्टी एकचोटि खाइदिनु न खाइदिनु यो हो यही वाला सिन जान्छ ठिक छ क्या केही छैन यस्तै छ आज पहिलो दिनको खानाको व्यवस्था भोलिको दिन के कस्तो हुन्छ त्यो भोलितिर हेर्दै गरौँला है हजुर ल अब भिडियो पनि अब आजको मात्रै कति देखाउनु है अब त्यसैले अब भोलि बाँकी दिन अब भोलि पनि छ पर्सि पनि छ है अब भोलि पनि भेटौँला पर्सि पनि भेटौँला आजको लागि चाहिँ म हिसाबमा राख्न चाहन्छु भन्दै म बिदा भएँ ल बाई।